च्यानल आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला है। आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ भनेर। अनि आज चाहिँ हाम्रो चर्चमा सानसानो नानीहरुको होली चाइल्ड डे मनायो है। अनि तपाईहरुलाई आजको मैले प्रोग्रामहरु देखाएको छु। तपाईहरुलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनुस्, लाइक गरिदिनुस् है। अब चाहिँ हाम्रो नानीहरुको सानो बडा प्रोग्राम छ, म तपाईहरुलाई लगेर जाँदै छु है। तपाईहरु पनि मजाले हेर्नुस् ल। हाम्रो ब्लग बनाउनु हुँदैछ पुनी आन्टीले भन्दै हेर त जिजसको लट्ठी थियो त। खै लट्ठी लट्ठी अलिक लामो चाहिएको थियो त। थोडा खोज त भाइ। यो बुढामाहरूले लट्ठी कहाँ पुऱ्याइ ल। अब तिमीहरूको एक स्टेप डान्स पनि गर न।
अनि उसको बादमा नेपाली डान्सको नेपाली डान्स फेरि नेपाली भनेको हाम्रो भाषामा डान्स रेडी प्रभु आज यस पवित्र दिवसमा हामीले एकत्र गराउनु भएकोमा हामी तपाईँलाई धन्यवाद दिँदछौँ। कति राम्रो यो सुन्दर बगैँचा आज बनिएको छ। माता पिता केटाकेटी युवाहरू सबै मिलेर आज हामीहरू बालक बालिकाको दिवस मनाउन पाएकोमा हामी तपाईँलाई धन्यवाद दिँदछौँ। ती बालक बालिकाहरूलाई तपाईँले निरन्तर आशीर्वाद दिनुहुन्छ। हामी जान्दछौँ यही आशीर्वाद हामीलाई पनि दिनुहुन्छ हामी विधि गर्दछौँ ताकि यो आजको जति पनि कार्यक्रम रमाइलो हुन सकोस्, आजको कार्यक्रम शिक्षात्मक हुन सकोस् अनि फलदायी बन्न सकोस्। त्यस हाम्रो प्रभुद्वारा धेरै धेरै धन्यवाद। अब हामी हाम्रो कार्यक्रमलाई सुरु गर्नेछौँ। कार्यक्रम सुरु गर्दाखेरि हामी फेरियाना अनि ग्रुपलाई ओपनिङ डान्सको लागि हामी यहाँ नृत्य हुँदैछौँ। एकदमै राम्रो डान्स गरेर देखाउनुभयो। अब हाम्रो सेकेन्ड नम्बरमा सानो सानो नानीहरूले नेपाली डान्स लिएर आउनुहुँदैछ। फेरि कहाँ आउँछ र भुलेर भन्ने गानामा, यसमा हिरा तामाङ अनि साथीहरू अनि यसको पछि यमुना लेप्चा रेडी भएर बस्नुहोस्।
जसै उहाँ किनारमा उत्रउनुभयो एउटा ठुलो भिड देख्नुभयो अनि यिनीहरूमाथि उहाँको हृदय पग्ल्यो र यिनीहरूको बिमारीहरूलाई निको पार्नुभयो। जब साँझ पर्यो चेलाहरूले उहाँ कहाँ आएर यसो भने, जाने आवश्यकता छैन। तिनीहरूलाई आफैले यही खाना दियो। सानो केटाको 5 रोटी र 2 माछा मात्र छ। तिनीहरूलाई यता तब उहाँले भिडलाई चौरमा बस्ने आज्ञा दिँदै 5 रोटीहरू र 2 माछाहरू लिएर स्वर्गतर्फ हेर्नुभयो, धन्यवाद दिनुभयो अनि रोटी भाँचेर आफ्ना चेलाहरूलाई बाँड्न दिनुभयो।
तिनीहरू सबैले खाए अनि अघाए अनि उनीहरूले 12 टोकरी भरी उब्रेका टुक्रा टाप्नेहरू जम्मा गरे। स्त्री र केटाकेटी छोडी खाने मान्छेको संख्या 5000 जति थियो।
होली चाइल्ड डेको बारेमा केही भनिदिनुहोस् भ्युअर्सहरूलाई। होली चाइल्ड डे होइन हाम्रो मेरी मदर अफ गड चर्चमा यसरी मनाइन्छ। अनि विशेष गरी प्रभु यीशु ख्रीष्टले सबैभन्दा माया गरेको नै नानीहरू। अनि प्रत्येकजनालाई पनि हामी ठुलो मान्छे त नानी हुनु त सक्दैन, तर नानीहरू जस्तै सोचाइ परमेश्वरमाथि फुल्ली डिपेन्डेन्ट, आमा बाउमाथि फुल्ली डिपेन्डेन्ट भएर परमेश्वरको छोराछोरी हामी नानीहरू नै हो। परमेश्वरको प्रत्येकजना पनि नानीहरू नै हो। त्यसै कारणले हामीहरू पनि आज नानीहरूको दिवसमा होली चाइल्ड डेको पवित्र बालकहरूको दिवसमा चाहिँ एकदमै हर्षित छौँ। हाम्रो रेडियो चर्चमा त धेरै नानीहरू छन्। अनि अल्कोहल एकदमै क्रिएटिभ आइटम्सहरूले हामीलाई एकदमै मजा आयो। अल द मोर परमेश्वरले बालकहरूलाई धेरै माया गर्नुहुन्छ। अनि तपाईँ र म पनि बालकहरूलाई बोलाएको जसमा कि चाहिँ हामी पनि परमेश्वरसँग पुरै भरोसा गर्ने अनि उहाँलाई नै आस्था राखेर अघि बढ्ने नानीहरू जस्तै हामीलाई पनि बोलाएको। धन्यवाद ब्रदर। ल अब लास्ट काम गर्ने तिमीहरू होला।